भाइटिकामा दिदीबहिनीहरूले दाजुभाइलाई सप्तरङ्गी टीका लगाइदिने प्रचलन छ। तेलमा भिजाइएको सप्तरङ्गी टीका लगाउने प्रचलन परम्परादेखि नै चल्दै आएको छ। त्यसो त शास्त्रमा तिहारमा लगाइने टीकाको रङ रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी 5 प्रकारको भनिएको छ। तिहारमा 7 प्रकारका रङको टीका लगाउने कि 5 प्रकारको भन्नेमा शास्त्र र सांस्कृतिक जानकारहरूको मत भने बाँझिएको पाइन्छ। यद्यपि रङ र महत्त्व भने वैज्ञानिक रहेको छ। टीकाका रङहरूले प्राकृतिक इन्द्रेणी समेत झल्क्याउँछ। सप्तरङ्ग सूर्यको 7 रङको प्रतीक हो, जो इन्द्रेणीमा पनि देखिन्छ। सूर्य भनेको सौर्यमण्डलको अधिपति हो अनि सौर्य शक्तिको आराधनाद्वारा शरीर र मनलाई पुनर्ताजगीको लागि सप्तरङ्गी टीका लगाइएको हो। सबै शक्ति तिनमै केन्द्रित होस् भन्ने अर्थमा भाइटिकामा दिदीबहिनीहरूले सप्तरङ्गी टीका लगाउने गरिएको बताइन्छ। सप्तरङ्गी टीका लगाइदिनाले दाजुभाइ प्रतिको प्रेम रङ जस्तै गाढा तथा निरोगी भइरहने विश्वास गरिन्छ। कुन रङको के अर्थ हुन्छ त? रातो रङ। रातो रङको वैदिक अवस्था रजोगुण हो। मङ्गल र सूर्यको राशिगत रङ रातो हुन्छ। यो रङ युद्ध र क्रोधको प्रतीक पनि हो। गुलाबको फुलमा भएको रङलाई चाहिँ प्रेमको प्रतीकका रूपमा लिइन्छ। स्थान र परम्पराका आधारमा यो निषेधात्मक सङ्केतको रूपमा लिइन्छ भने सफलताको प्रतीकका रूपमा पनि लिइन्छ। सेतो रङ। सेतो रङ सात्विक स्वरूपका रूपमा सेतो रङलाई लिइन्छ। सप्तो भनेको शान्ति, निर्मल, पवित्र, आयु, आरोग्यको सङ्केत हो। चन्द्रमा र शुक्रलाई सप्तो स्वरूपको रूपमा मानिन्छ। त्यसले अन्य रङलाई निषेध गर्दछ। अन्य रङलाई प्रतिस्थापन गर्न यो सक्षम रहन्छ। पहेँलो रङ। यो रङ पनि प्रेम भावको प्रतीक नै हो। सात्विक आहार विहार, स्वच्छन्दताका रूपमा पनि यसलाई लिने गरिन्छ। नीलो रङ। यो नीलो रङ विशालता, गाम्भीर्य, स्निग्धताको प्रतीकका रूपमा लिइन्छ। केतु र राहुले यसमा विशेष प्रभाव पार्ने मानिन्छ। यो आकाशको रङ पनि हो। यसलाई समन्वय र शान्तिको प्रतिबिम्ब पनि मानिन्छ। हरियो रङ। यो प्राकृतिक रङ हो। अन्य रङ भन्दा शान्त, प्रमाणहीन, कम कान्तिवाला रङ नै हरियो रङ मानिन्छ। यो रङ शान्तिदायक, निर्मल र सहनशील हुन्छ। यो रङ आनन्ददायक पनि हुन्छ। कालो रङ। तमोगुण अर्थात् अज्ञान, अन्धकारका रूपमा कालो रङलाई लिइन्छ। पापक्रम र उज्यालोलाई यस रङले शोषण गर्दछ। अज्ञान, अराजक, असफलता आदिको सङ्केतका रूपमा कालो रङले सङ्केत गर्दछ। यसरी हामीले तिहारमा लगाइने भाइटिका अर्थात् सप्तरङ्गी टीकाको 7 रङ मध्येको हरेक रङको आफ्नै अर्थ रहेको छ।